नमस्ते। के तपाईँ हेयर फल रोक्ने स्याम्पू या कन्डिसनरको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने देयर्स अ ब्याड न्युज फर यु। किनभने कुनै पनि स्याम्पू या कन्डिसनरले हेयर फल चाहिँ रोक्न सक्दैन। उनीहरूले काम गर्ने भनेको यो हेयरको टेक्सचरमा हो र हेयर फल चाहिँ रुटबाटै हुने भएको भएर त्यो चाहिँ पोसिबल छैन। र हेयर फलको ट्रिटमेन्ट गर्नुभन्दा अगाडि चाहिँ हेयर फलको सिग्निफिकेन्ट छ कि छैन त्यो पत्ता लगाउन जरुरी छ। र हेयरको डेन्सिटी हेरेर दिनमा 50 to 100 हेयर फल पर डे चाहिँ नर्मल हो। यदि त्यो नम्बर तपाईँको एक्सिड भइरहेको छ या चाहिँ यो फ्रन्टल लाइनमा अलिकति यो पातलो भइरहेको छ हेयर, या चाहिँ पोनीटेल जुन हुन्छ त्यो सानो हुँदैछ, या चाहिँ अब यो जुन हेयर लाइन हुन्छ त्यो पछाडि गइरहेको छ भने त्यस्तो केसमा चाहिँ तपाईँले डक्टरलाई नै कन्सल्ट गर्नुपर्ने हुन्छ। तर अब होम रेमेडीहरू केही तपाईँ साँच्चै अप्लाई गर्न चाहनुहुन्छ भने चाहिँ अरू प्रोटिनयुक्त या आइरनयुक्त खानेकुराहरू जस्तै सागपात, माछा मासु, अन्डा, यो पम्किनको सिड्सहरू, डेट्सहरू खान सक्नुहुन्छ। त्यसै अर्को एकदम इम्पोर्टेन्ट कुरा भनेको चाहिँ स्ट्रेस एकदम कम गर्ने, योगा मेडिटेसनहरू गर्ने, त्यो पनि गर्न सक्नुहुन्छ। र कतिजनाले चाहिँ हेयरफल हुँदाखेरि प्याजको रस, अदुवाको रस लाएर पनि आउनुहुन्छ र त्यसले चाहिँ हेयर ग्रोथमा कुनै पनि रोल राख्दैन। त्यही भएर त्यो गरेर चाहिँ खासै फाइदा छैन। थ्याङ्क यू।